खेलकुद प्रतियोगिता गराउन अब्बल मानिएका सुनसरीको धरानमा फेरि एकपटक धराने बडी बिल्डरलाई सम्झिने भएका छन्, त्यो पनि शारीरिक सुगठन प्रतियोगिता मार्फत। धरानका बलियो व्यक्ति अर्थात् शारीरिक सुगठन प्रतियोगिता मार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाइसक्नुभएका स्वर्गीय राज भगत प्रधानाङ्गनको स्मृतिमा प्रदेश स्तरीय प्रथम राज भगत क्लासिक बडी बिल्डिङ प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता आगामी असार 10 र 11 गते धरान 18 स्थित रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा हलमा दिउँसो 2 बजेदेखि सुरु हुने आयोजक धरान फिटनेस क्लबका अध्यक्ष कबीर भगत प्रधानाङ्गनले जानकारी दिनुभएको छ। प्रतियोगिताको पहिलो दिन असार 10 गते प्री जजिङ हुनेछ भने दोस्रो दिन एक अर्काबीच खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछ। आयोजक धरान फिटनेस क्लबका प्रमुख एवं प्रधानाङ्गनका छोरा कुबेर भगत प्रधानाङ्गनले बिहिबार धरान 12 स्थित रहेको ब्याक यार्ड रेस्टुरेन्टमा एक पत्रकार सम्मेलन मार्फत उक्त शारीरिक सुगठन प्रतियोगिताबारे जानकारी दिनुभएको हो, जहाँ प्रतियोगितामा प्रथम हुनेले नगद 3 लाख, दोस्रो हुनेले नगद 2 लाख, तेस्रो हुनेले 1,50,000, चौथो हुनेले 75,000, पाँचौँले 35,000, छैठौँ हुनेले 20,000, सातौँले 10,000 गरी जम्मा 21 जना खेलाडीले नगदसँगै मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै प्रधानाङ्गले धरान फिटनेस क्लब सुनसरी जिल्ला धरान उपमहानगरपालिकाभित्रका सक्रिय व्यक्तिहरूद्वारा गठन गरिएको र यस धरान फिटनेस क्लबले खेलकुद क्षेत्रको विकास, विस्तार, सामाजिक कार्य तथा यस क्षेत्रका युवा तथा वयस्क व्यक्तिहरूलाई बडी बिल्डिङ, स्ट्रेन लिफ्टिङ, पावर लिफ्टिङ जस्ता अन्य खेलकुद सम्बन्धी प्रतियोगिता गर्ने तथा तालिम दिए स्थानीय तहदेखि लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्ममा खेल सञ्चालन गर्ने उद्देश्य राखिएको छ। युवा पुस्ताहरूलाई खेल क्षेत्रमा प्रोत्साहन गरी उनीहरूको भविष्य निर्माणमा टेवा पुर्याई समग्र खेलकुद क्षेत्रको विकास एवं विस्तारका साथै सामाजिक विकास लगायतको क्रियाकलाप गर्ने उद्देश्य राखिएको बृहत सामाजिक विकासका लागि क्रियाशील भई राष्ट्रलाई महत्त्वपूर्ण योगदान पुर्याउने भावना समेत लिएको संस्थामा आबद्ध भई सेवा गरौँ भन्ने मूल अभिप्रायले कार्यक्रम गर्न लागेको उहाँले बताउनु भएको छ। उहाँले यसका लागि आपसी सरसल्लाह र सहयोगबाट धरान फिटनेस क्लब नामक संस्था सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर 7 स्थित बुद्ध मार्गमा स्थापना समेत गरिएको छ। प्रधानाङ्गले उक्त खेलकुद प्रतियोगिताबाट युवा खेलाडीहरूको विकासमा बढावा दिन र स्वास्थ्य सक्रिय जीवनशैलीलाई बढावा दिनुका साथै असङ्गठनिक रूपमा खेर गइरहेको युवा जनशक्तिलाई सङ्गठित गरी यस बडी बिल्डिङ खेलको माध्यमबाट सामाजिक कार्यहरूमा समेत सङ्गठित रूपमा लाग्न प्रेरित गर्नेछ। समाजका युवाहरूमा आपसी ईर्ष्या, कलह, द्वन्द्व र राजनीतिक भावना लगायतलाई यो खेल मार्फत सामाजिक गतिविधिबाट मानवीय मूल्य र मान्यतालाई बढाई अघि बढ्न प्रेरित गर्नुका साथै कुलतमा लागेका युवा शक्तिलाई सकेसम्म कुलतबाट हटाउनका लागि यस खेलको माध्यमबाट सृजनात्मक कार्यमा लाग्न प्रेरित गर्ने र भावी सन्ततिलाई कुलतबाट बचाउन शिक्षा प्रदान गर्ने र युवा जनशक्तिहरूलाई समेत बेरोजगार हुनबाट रोक्न सक्ने यस खेलबाट खेलाडीहरूलाई उत्साह प्रदान गर्नुका साथै मिडिया, स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीहरूलाई यस खेल मार्फत पहिचान गर्न पनि उद्देश्य रहेको बताइएको छ। उक्त खेलका लागि धरान उपमहानगरपालिका लगायतका विभिन्न सहयोगीहरूले आर्थिक सहयोगसँगै अन्य सहयोग दिने आयोजक धरान फिटनेस क्लबले जनाएको छ। आइ न्युजका लागि गोपाल कामत, धरान।